आमा नमस्ते। नमस्ते। के छ सन्चै आरामै हुनुहुन्छ हजुर? आरामै छु म त बाबु। ए अनि आज भोलिका नानी बाबुहरूलाई हजुरले केही सन्देश दिन चाहनुहुन्छ? पढ हो, मोबाइल नचला हो, ठुलो मान्छे हुन पर्छ, पढ्न पर्छ, यस्तो गर्नु मोबाइल चलाउनु हुँदैन, ज्ञानी हुन पर्छ भन्छु। ए अनि हजुरका नाति नातिना पनि हुनुहुन्छ होला नि? छन् 4 जना छन् नातिहरू। ए अनि त्यसपछि के मोबाइल चलाउँछन् हजुरका नाति नातिनाले नि? छोड्दैनन् के नचला भन्यो गालीहरू ए मान्दैनन्, अब के गरौँ। ए तिलाई केही भन्न चाहनुहुन्छ हजुरले? त्यहाँ ज्ञानी हुनुपर्छ, मोबाइल चलाउनु हुँदैन, पढिरहनु पर्छ, होमवर्क गर्ने पढ्ने स्कुलबाट आएर गर्नुपर्छ, नास्ता खाएपछि एकछिन खेल्न जानुपर्छ, फेरि आएर होमवर्क गर्नु भाषण होमवर्क गर्ने पढ्ने गर्नुपर्छ भन्छु। हस् आमा धन्यवाद। ल हस्।